चाहिँ इरानको यात्रा गरेको थियौँ आज बिहानदेखि। अन्त अहिले चाहिँ गर्दा गर्दै आइपुग्न लाग्यौँ इरान घरमा। बाटो चाहिँ निचे गएर अन्त लिङ्कमा हेर्नुहोस्। मैले फर्स्ट ब्लगमा लगाएको छु रास्ता चाहिँ कस्तो छ भन्ने कुरा। यस्तो छ नि यस्तो छ, तर अब अहिले चाहिँ हामी अलिक अथवा रोडमा पुग्यौँ। अनि त्यहाँदेखि जाँदैछौँ। यहाँ छ मेरो छोरो, यहाँ हुनुहुन्छ गाडी चलाउने ड्राइभरजी, ड्राइभर अनि बडा हो। अनि त्यहाँबाट हामी सरसँगले जाँदैछौँ। नानी यहाँ छ, नानी हेर न, नानी त पुरा गाडीको लाटे जस्तो छ। अनि पुग्नु 7 बजीबाट पुग्नु थालेको। यस्तो रहेछ नि, यस्तो रहेछ, के गर्नु। तर पनि धेरै डेभलप भएको यतिको त। किन भन्नुहुन्छ भने पहिला थिएन हो, यतिको पनि नभएर सानो गोरेटो थियो। यही बाटो 4 घन्टा लगाएर म पैदल। अनि उहाँ चाहिँ पहिला यो रोड नहुँदाखेरि चाहिँ सानो गोरेटो है, त्यसमा 4 घन्टा लगाएर यहाँदेखि हाइवेमा पुग्नको लागि हिँडेर। अब अहिले भने त गाडीमा त त्यति धेरै त लाग्दैन, नलाग्दा पनि 30-40 मिनट त लाग्छ होला अझै पनि। अब अहिले यसरी भइँदैछ। मेरो ब्लगमा आयो भनिदिनुहोस्। बिस्तारै बिस्तारै जाऊँ न हौ। झिल भन्ने जग्गा चाहिँ पढेछौँ हामी अहिले। अनि नागाहरूमा पुग्न लागेछौँ। त्यतातिरको फर्स्ट के भन्छ सिमाना कटेछौँ भनौँ न अब, असल प्युर नेपालीमा भन्नु भने। अनि टक्कैसँगले हरू घुस्यौँ। रोड त राम्रो पनि छ, कोहीमा नराम्रो पनि छ। के गर्नु, यस्तै हो साथी हो। हेर्नुहोस् के गर्नुहुन्छ। जग्गियो थिएछ नि त, जग्गियो देखिन जग्गियो है जग्गियो। नानी त सुतो क्या हो? नानी छैन सुतेको। बिस्तारै बस्ती आउने काम पर्यो। त्यही कारणले गर्दा हामी बस्ती आयौँ, नआइ भएन। त्यसै कारणले गर्दाखेरि आइयो। नानीको गाडी गिराउनु त, नानीको गाडी गिराउनु। हजुर फोन चाहिँ कसरी हेर्नुहोस् होला गाडीमा। मेरो नानी चाहिँ फोन माग्नु थाल्यो। अनि कहाँ छ भन्नुभएको यहाँ दोकान? अनि भर्खर भन्नु पर्दैछ, अब छुट्टी आउनै बाँकी छ। क्यामेरा कस्तो आउँदैछ, के आउँदैछ। घाम लागेको छ मजाले। त्यही कारणले गर्दाखेरि कस्तो तरिकाले हुँदैछ, के हुँदैछ थाहा छैन। अब हेर्दाखेरि तपाईँहरूले हेरिदिनुहोस्, माया गरिदिनुहोस्, लाइक सब्सक्राइब सेयर गरिदिनुहोस्। आमा छोराको मायाको लागि लाइक